हेलो नमस्ते सर। हेलो नमस्कार। ल हाम्रो यस इन्टेक 2026 मा बेलायती सेनामा भर्ती लागेर जानुभएका हाम्रो विपिन विश्वकर्माको बाबा हुनुहुन्छ। उहाँ चाहिँ गुल्मीदेखि। के छ सर, तपाईको छोरा अहिले इन्टेक 26 मा भर्ती लागेर जाँदै गर्दा तपाई कसरी खुसी व्यक्त गर्नुहुन्छ? आफ्नो खुसीलाई कसरी व्यक्त गर्नुहुन्छ सर? म मेरो खुसी यसरी व्यक्त गर्दैछु, मैले मेरो छोराको सपना र उसको मेहनत परिश्रम अनि उसको किस्मतको कुरा पनि हो। त्यस आधारमा गएर चाहिँ नि उसले आज यो इलाइट प्री गोर्खा ट्रेनिङ सेन्टरबाट सेलेक्सन पाएर आज युके आर्मीमा चाहिँ सेलेक्सन पाएकोमा म धेरै खुसी छु। र त्यस सेन्टरको हाम्रो जो सरहरू हुनुहुन्छ हजुर, उहाँहरूको चाहिँ ठुलो योगदान पनि रहेको। हजुर, र उहाँहरूले चाहिँ राम्रो इन्स्ट्रक्सन गरेर बच्चाहरूलाई चाहिँ राम्रो चाहिँ ठाउँमा टेकाउने उहाँहरूको चाहिँ उद्देश्यले। हजुर, धन्यवाद सर। भएको उद्देश्य उहाँहरूको हुनको कारणले गर्दा धेरै सेवा सुविधाहरू पनि यो सेन्टरमा चाहिँ यति राम्रो रहेछ कि मलाई चाहिँ जहाँ फौजीहरू बस्ने जस्तो वातावरणको चाहिँ सेन्टर छ यो। ज्यू हजुर। इलाइट प्री गोर्खा ट्रेनिङ सेन्टर। ज्यू सर। र अरू कोही पनि अथवा चाहिँ इच्छुकहरूले हजुर आफ्नो छोराहरू भाइ भतिजाहरूलाई चाहिँ यदि लिएर यो सेन्टरमा राख्न चाहनुहुन्छ भने पनि यहाँ धेरै राम्रो सुविधा र राम्रो चाहिँ बच्चाहरूले चाहिँ नि ट्रेनिङ पाउने यो सेन्टर हो। ज्यू सर। यति यसमा चाहिँ हाम्रो चाहिँ नि अब मेन अब चाहिँ हाम्रो चाहिँ नि अब चिफ इन्स्ट्रक्टर श्री लोकेन राणा साहब हुनुहुन्छ। हजुर। त्यसपछि चाहिँ नि अब के भन्छ चाहिँ नि श्री शुक्र गुरुङ साहब हुनुहुन्छ, सिङ्गापुरे सर। सिङ्गापुरे साहब। ब्रिटिसको ब्रिटिस आर्मीको श्री सूर्य थापा सर हुनुहुन्छ। उहाँहरूको रोबरमा यो यति राम्रो चलेको सेन्टर रहेछ जो कि मलाई धेरै विश्वास लाग्यो, धेरै आधार पनि लाग्यो। हजुर सर। फेरि पनि म अर्को छोरालाई पनि म लिएर यही सेन्टरमा राखेर यहीबाट नै भर्ती गराउन चाहेको छु। ज्यू सर। म भगवान्को कृपाले कस्तो हुन्छ अब होला या नहोला, तर म एकपटक मेरो छोरालाई यहाँ फेरि पनि लिएर म जोइन गराउने मेरो इच्छा छ। ल धन्यवाद सर। तपाईँको एउटा छोरा त इन्टेक 26 मा भर्ती भएर गइसक्नु भएको छ र एउटा छोरा बाँकी छ भन्नुभएको छ। तपाईँको सानो छोरालाई पनि हामीले जुन दिनुपर्ने शिक्षामा कुनै कमी हुने छैन भन्ने कुरा तपाईँलाई आशावादी गराउँदै तपाईको सहयोगप्रति एकदमै खुसीले आभार व्यक्त गर्न चाहन्छौँ र दुई शब्द राखिदिनु भयो र हाम्रो एलिटप्रति एकदमै सकारात्मक आफ्ना भनाइहरू राखिदिनु भएकोमा हामी धन्यवाद दिन चाहन्छौँ। ओके सर, धन्यवाद। नमस्कार।